गाइस आज चाहिँ मेरो ब्लगिङ स्टोरी भन्दा पनि एक्चुअली लस्ट स्टोरी जस्तो भयो होइन, तर यो लस्ट स्टोरी भयो नि एकदम वर्थ इट छ क्या है। सो गाइज 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 वेलकम अगेन विथ योर पाण्डे है। मैले चाहिँ सधैँ भन्दै आएको छु डोन्ट वेस्ट सन्डे, डोन्ट वेस्ट सन्डेज है। गाइज हामी चाहिँ भोट हाल्न आइसकेको छौँ होइन। अब यहाँ चाहिँ यसरी भोट हाल्नुपर्ने हुन्छ। अनि त्यसपछि यहाँ चाहिँ यो के अरे भोट किनिराख्नु भएको छ है उहाँहरूले। उहाँ चाहिँ कुन पार्टीको कार्यकर्ता हुनुहुन्छ, उहाँहरूलाई चाहिँ दिदी चाहिँ एकदम केपी बाको नजिकको मान्छे हुनुहुँदो रहेछ है। हामीले चाहिँ भोटको लागि घुस पाइसक्यौँ गाइज होइन, अब चाहिँ खानुपर्ने हुन्छ। हेलो गाइज, नमस्ते सबैजनालाई। सेवस ग्रुस गड गुड मर्निङ एन्ड एभ्रिथिङ अल द वे फ्रम अस्ट्रिया भियना है। त्यसपछि एक्चुअली मैले थोरै समय अगाडि मेरो भ्लग सिरिज स्टार्ट गराएको थिएँ होइन, लाइक द नेम वाज A to Z भ्लगिङ है। अनि ए फर आल्फा गएको थिएँ, अनि देन आई सर्च द प्लेस फर लेटर बी, द्याट वाज ब्यारेन सुस क्लाम है। म चाहिँ आधी बाटोमा पुगिसकेको थिएँ कि होइन लिटरल्ली। अनि त्यो ठाउँ चाहिँ एक्चुअली क्लोज हुँदो रहेछ, जस्ट इट्स ओपन फ्रम May 1 देखि मात्र ओपन हुँदो रहेछ होइन। अनि त्यसपछि म चाहिँ फर्केर फाइनल्ली विन हफमानफमा छु। अनि देन आफ्टर म चाहिँ एउटा नयाँ एक्चुअली टाउन एक्सप्लोर गर्दैछु आज चाहिँ, बिफोर बादेन है। बादेन भनेको चाहिँ एकदमै कोजी टाउन हो, एकदमै नजिक छ भियनाबाट है। अनि त्यसपछि त्यहाँको चाहिँ नेचुरल ब्युटिज है, अनि टाउन प्लानिङहरू एभ्रिथिङ म चाहिँ भिडियोमा एक्सप्लोर गर्नेछु। सो किप फलोइङ अप है, किप फलोइङ अप टु नो एभ्रिथिङ। अनि तपाईँहरू भियनामा हुनुहुन्छ अर अस्ट्रियामा हुनुहुन्छ, भियना घुम्न आउनु भएको छ, और यु आर हियर एज एन इन्टरनेसनल टुरिस्ट, सो इट मे बी अ भेरी वन्डरफुल प्लेस फर यु। त्यसपछि म चाहिँ लागेँ गाइज नयस्टाड हफमानफको ट्रेन लगेर है। अनि त्यसपछि बादेन चाहिँ बाटोमा पर्छ होइन, यो नयस्टाड हफमानफको ट्रेन चढेर जाने। अनि त्यसपछि बादेनमा चाहिँ झर्नुपर्ने हुन्छ होइन। विन हफमानफबाट लाइक 36 मिनट जस्तै कति देखाइरहेको थियो है, मलाई एक्ज्याक्टली थाहा भएन। अनि यसरी अब बदामहरू खाँदै ड्राई फ्रुट्सहरू खाँदै लागेँ म। गाइस आज चाहिँ मेरो ब्लगिङ स्टोरी भन्दा पनि एक्चुअली लस्ट स्टोरी जस्तो भयो होइन, तर यो लस्ट स्टोरी भयो नि एकदम वर्थ इट छ क्या है। म चाहिँ यो इभ्रिक्स ड्रफ भन्ने ठाउँमा पुगेँ होइन। यो चाहिँ सानो एउटा टाउन रहेछ क्या, विनर नयस्टाड जानेपट्टितिर होइन। सानो टाउन बट इट्स भेरी ब्युटिफुल क्या। जस्तो हुन्छ नि हामीलाई अब अलिकति गाउँको भाइब्स दिने खालको के, टक्क मान्छेहरूले साइकल चलाइरह है, अनि बाइकहरू देख्न पाइन्छ यहाँनिर म्याक्सिमम। अनि त्यसपछि अब यस्तो खेतहरू होइन, फार्मिङ एरियाहरू। अब डेभलप कन्ट्रीको यही त हो नि। अब हाम्रो गाउँ भएको भए अब यस्तो यो चिजहरू हुन्थेन होला है, हाम्रो यसको ठाउँमा साइकल हुन्थ्यो होला, तर अब यहाँ सिटी भएर चाहिँ यस्तो होइन। अनि त्यसपछि अब म खासमा बादेनको लागि निस्केको थिएँ नि त होइन। अनि बादेन जानलाई चाहिँ मैले यहाँबाट एउटा बस लग्नुपर्ने रहेछ होइन, 320 लाइनको बस लग्नुपर्ने रहेछ। अनि त्यो बस आउनलाई चाहिँ अझै टाइम छ कि लगभग 30 मिनट जति छ। त्यही भएर म चाहिँ टाउन एकचोटि एक्सप्लोर गरौँ भनेर गइरहेको छु है। अनि त्यसपछि इफ आई गट समथिङ आई एम गोना मेक भिडियो अबाउट दिस वान अल्सो है, सेपरेट एउटा भिडियो बनाउँछु होला सायद, इफ आई डोन्ट हेभ इनफ कन्टेन्ट लङ इनफ फर वाट इज द्याट आई डोन्ट नो। पुरै युट्युब भिडियोको लागि जस्तो लामो भिडियो भएन भने पनि म चाहिँ होइन सर्ट्स चाहिँ बनाउँछु एउटा है। अनि त्यसपछि गाइज अब खासमा कुरो के हो भनेपछि म पहिला नि भन्दै आएको छु होइन, जस्ट हामी चाहिँ सबभन्दा बेस्ट एजुकेसन इन लाइफ भनेको नि ट्राभलिङ हो क्या है। म चाहिँ त्यो मान्छु है। जस्ट ट्राभल के वेयर एभर विथ वाट, बाई फुड, बाई ट्रेन, बस होइन। यदि बाहिर हुनुहुन्छ, नेपालमा हुनुहुन्छ, कतै पनि हुनुहुन्छ, ट्राभल गर्नु कहाँ भनेर सोच्नु पर्दैन कि। ट्राभल गर्नु एभ्रिथिङ इन दिस युनिभर्स विल
टिच यु समथिङ है, सबै कुरा होइन केही न केही सिकाउँछ क्या। जस्तो आई ट्राभल, अब हुन्छ नि नर्मल वेमा रस आवरमा मैले यत्रो ट्रेन मिस गरेको भए होइन, अथवा गलत ट्रेनमा चढेको भए कति धेरै गाह्रो हुन्थ्यो होइन। बट इट वाज अ सन्डे, सो केही पनि भएन, ठिक छ है। हेलो गाइज, आज चाहिँ म मिस्टेकली यो ठाउँमा पुगेको हो होइन, गलत ट्रेनमा चढेर यो ठाउँमा पुगेको हो खासमा। तर त्यस्तो निराश हुनुपर्ने ठाउँ चाहिँ रहेन रहेछ होइन। इट्स भेरी ब्युटिफुल है। अब मैले यहाँनिर बसलाई हल्का थोरै टाइम 20 to 30 मिनट्स कुर्नुपर्ने भएको भएर चाहिँ आई डिसाइडेड टु जस्ट वाक अराउन्ड द प्लेस। लाइक इट्स भेरी ब्युटिफुल है, एकदमै नेचुरल छ। जस्तो हुन्छ नि हामी अब नेपालीले अथवा हुन्छ नि एसिया त्यतातिर बसेको मान्छेले अथवा स्नोफल नहुनेतिर बसेको मान्छेहरूले चाहिँ हाम्रो ड्रिममा देख्ने घरहरू हो क्या एक्चुअली। यो चाहिँ ड्रिम हाउस जस्तो अरू मुभीमा भिडियोजमा मात्र देखिन्छ क्या होइन। अनि यस्तो ब्युटिफुल छ क्या। अब फरक त्यति हो कि हाम्रो पनि गाउँ हुन्छ, ब्युटिफुल हुन्छ, तर डेभलप्ड हुँदैन होइन। ब्युटिफुल त हाम्रो गाउँ पनि हुन्छ होइन। हाम्रो पनि त घरको साइडमा यस्तो कार स्ट्यान्ड गरेको भयो, बाटोको पिच रोड भएको भयो होइन। त्यसपछि हाम्रो पनि त गाउँ ब्युटिफुल देखिन्थ्यो। बट नो वरिज, एक दिन हुन्छ होला होइन, आई डोन्ट माइन्ड है। अनि त्यसपछि एकदम ब्युटिफुल छ। जस्तो सिटीको क्राउड, किचनको काम, युनिभर्सिटी सबैलाई छोडेर यसरी हुन्छ नि नेचरमा थोरै टाइम इन्जोय गर्न पाउँदा चाहिँ आई फिल लाइक आई एम लस्ट क्या है। अनि म चाहिँ आई युजली डु लाइक एभ्री डे होइन, going to river or park sitting, but in weekends I am like lost from what I am. It's so beautiful, it's so always some view, hey guys. So guys, welcome again with your Pandey है। मैले चाहिँ सधैँ भन्दै आएको छु, डोन्ट वेस्ट सन्डे, डोन्ट वेस्ट सन्डेज है। सन्डे चाहिँ वेस्ट नगर्नु होइन, एक्सप्लोर गर्नु, कतै घुम्न जानु। एकदम धेरै नै पहिलेदेखि मैले भन्दै आएको सबैजनालाई। तर लास्ट 1.5 months चाहिँ मैले आफ्नो सन्डे आफैले वेस्ट गरेँ होइन। मैले आफ्नो सन्डे आफैले वेस्ट गरेँ। किन वेस्ट गरेँ भन्दाखेरि एकदमै जाडो थियो है। लाइक अब भिडियो कन्टेन्टहरू बनाउनु बाहिर सकिँदैन जस्तो लाग्यो, तर मैले जानु पर्थ्यो, अहिले फिल हुँदैछ। अनि आज मसँग चाहिँ एक्चुअली दुईवटा इन्सिडेन्ट भयो क्या है। मैले एफर आल्पाकबाट स्टार्ट गरेको भ्लगिङ मैले आज बिफोरमा जाँदै थिएँ है। बिफोर मैले ब्यारेन सुप्स क्लाम भन्ने एउटा ठाउँ हेरेको थिएँ कि बब्बा झर्ना देखिरहेको थियो। अनि सबै त्यही भएर एकदम राम्रो रिसर्च गर्नुपर्दो रहेछ है। सबै ठाउँ सधैँ खुल्दैन रहेछ अस्ट्रियामा। त्यो ठाउँ चाहिँ अनि बन्द हुँदो रहेछ, मेबाट मात्र खुल्दो रहेछ। देन आई क्यान्सल द प्लान। त्यसपछि म चाहिँ बादेन जान्छु, अब टाउन नै भए पनि एक्सप्लोर गर्छु, एउटा ब्युटिफुल टाउन भनेर है। अनि सेम डिरेक्सनको ट्रेन पनि फरक वे भएर जाँदो रहेछ क्या। नौस्टाड जाने ट्रेनमै चढेको म, तर अर्को ट्रेनमा चढ्नु पर्दो रहेछ होइन। नौस्टाड नै जाने, त्यो चाहिँ बादेन जाँदो रहेछ होइन। तर वाट मिराकल ह्यापन विथ मी, म चाहिँ समयमै थाहा पाएँ गलत ट्रेनमा चढिरहेको रहेछु भनेर। पहिला पूर्वजहरूले भन्नुहुन्थ्यो नि, पूर्वजहरूले भन्दा पनि यदि गलत ट्रेनमा चढेको छ, गलत बसमा चढेको छ भने चाहिँ पहिलो स्टेसन, थापाको पहिलो स्टेसनमै झर्नुपर्छ। म थापाको पहिलो स्टेसनमा झरेँ होइन। लिटरल्ली यो ठाउँ यस्तो छ क्या होइन। अब यसरी बाइकहरू कुदेको अलिक कमै देखिन्छ नि त होइन। टक्क यसरी दाजुले अब कुदाइदिनु भयो होइन। अनि त्यसपछि फाइनल्ली गाइज है, म चाहिँ बादेनमा आइसकेँ है। खासमा 26 किलोमिटर मात्र हो बिहानबाट होइन, तर त्यो 126 किलोमिटर भन्दा लामो भयो क्या है। म लास्टै हराएँ। अनि त्यसपछि कहाँ गएँ। अब चाहिँ म बादेनमा आइसकेँ फाइनल्ली है। बादेन भनेको चाहिँ 19th सेन्चुरीदेखिको एकदम हिस्ट्रिक सिटी हो होइन। एउटा सानो टाउन हो, लाइक हुन्छ नि सानो टाउन यसरी फैलिरहेको है। अनि त्यसपछि वरिपरिबाट माउन्टेनहरूले घेरिएको है। अनि त्यसपछि यहाँ चाहिँ एक दुईवटा साइटहरू छ, कुर पार्क भन्ने एउटा पार्क रहेछ होइन। अनि त्यसपछि हेलेन्टेल हो के समथिङ लाइक द्याट एउटा ठाउँ रहेछ क्या। अनि त्यसपछि त्यहाँ जानलाई चाहिँ अलिकति बाई ट्रेन बाई फुट अलिकति लामो छ जस्तो लाग्यो मलाई होइन। त्यही भएर म चाहिँ एउटा साइकल रेन्टल लग्छु
होइन अनि अलिकति कन्टेन्ट पनि हुन्छ मलाई एन्ड देन अनि त्यसपछि मलाई छिटो पनि हुन्छ अनि एउटा एक्सपिरियन्स पनि हुन्छ साइकल चलाएको होइन अनि फर्स्टमा चाहिँ म एकचोटि हेर्छु है कहाँ पाउँछ त्यो रेन्टल साइकलहरू देन अफकोर्स अनि त्यसपछि म चाहिँ अब सबै अपडेट गर्नेछु है अनि मैले खासमा एक्सप्लोरिभ भिडियो बनाउने सोचिरहेको थिएँ है एकदम धेरै नै एक्सप्लोर गर्छु टाइममा आउँछु सोचिरहेको थिएँ अनफर्चुनेटली त्यस्तै भयो अब मैले त्यो डिरेक्सन हेर्नमा चाहिँ मिस्टेक गरे भएर टाइममा आउनु पाइएन होइन बट गाइज मलाई एकदमै भोक लागेको थियो है अनि त्यसपछि मैले चाहिँ अब के खानुपर्छ भनेर यहाँ आएँ मैले एक्चुअली खाँदाखेरिको भिडियो बनाउन सकिनँ किनभने म तयारीमा आएको थिएन मेरो फोनमा चार्ज थिएन है अनि त्यो रेस्टुरेन्टमा चार्ज गरेर चाहिँ अहिले म चाहिँ पुगिसकेँ ग्रिनर सिटीमा यो सिटीमा चाहिँ एक्चुअली एभ्रिथिङ इज ग्रिन द स्ट्रक्चर माथिको रुफदेखि लिएर सबै अनि अर्को इम्पोर्टेन्ट कुरा चाहिँ मैले विन मोबिलबाट साइकल रेन्टल लग्छु सोचिरहेको थिएँ है एक्चुअली मैले जानिनँ कि सकिनँ खै त्यो क्युआर कोड थियो के स्क्यान गर्न नजानेर अब चाहिँ म हिँड्दै लागेँ कुर पार्कतिर है हियर वी गो यो चाहिँ कुर पार्क आइसकेको छ वन्डरफुल ठाउँमा आएको छु म चाहिँ आज वन्डरफुल ठाउँमा अब म देखाउँछु है तपाईँहरूलाई बादेनको भ्यू कस्तो छ है लेट्स चेक विथ मी गाइज चेक विथ मी Los Gates Odoas egal was I don't care here we go बालेन जस्तो सुन्नेलाई है त बालेन होइन ल बाडेन होइन अब बालेन हाम्रो प्राइम मिनिस्टर भयो भने यस्तै बनाउँछ होला नि के थाहा होइन कस्तो रहेछ होइन यसको क्लोजर भ्यू हेर्नु पऱ्यो होइन यसरी होइन गाइस म चाहिँ अलरेडी थाकिसकेँ होइन तर अझै 1.5 किलोमिटर चाहिँ हिँड्नु नै बाँकी छ है सो इट्स भेरी अमेजिङ यति शान्त छ कि होइन यति साइलेन्ट छ कि होइन क्यानट इभन इमेजिन के यति साइलेन्ट छ कि मान्छे पनि बोलिराखेन के जोसँग गाइज मैले धेरै एक्सप्लोर गर्न नसके पनि यो कुर पार्क चाहिँ बबाल रहेछ क्या युजल्ली सर्ट हाइकिङको लागि होइन तपाईँहरू एकदम नेचर लभर हुनुहुन्छ भने चाहिँ एकदम नेचुरल ब्युटी मजाले हिँडेर माथिसम्म जान मिल्ने होइन अझै माथि पनि जान मिल्ने चाहिँ थियो होइन तर म चाहिँ जान सकिनँ कि है अनि त्यसपछि म बिस्तारै फर्किन थालेँ किनभने आज चाहिँ हाम्रो होली प्रोग्राम पनि थियो होइन भियनामा लिटरली अनि मलाई एकदमै जानु मन लागिरहेको थियो त्यही भएर होली प्रोग्रामको लागि चाहिँ म चाहिँ टाइममै फर्किनुपर्छ भनेर बादेनको कुर पार्क र सर्टेन एरिया चाहिँ ग्रिनर मार्क एक्सप्लोर गरिसकेपछि निस्केँ अनि यो चाहिँ हाम्रो चाहिँ एकदम ठुलो के हो भनेर क्वेसन आउला यो चाहिँ क्यासिनो लेखिरहेछ है यो चाहिँ क्यासिनो होला अब पहिलाको पालामा अथवा अहिले पनि क्यासिनो होला होइन पहिला हाम्रो लिडरहरूले खेल्ने क्यासिनो होला यो चाहिँ होइन अब म देखाउँछु होलीको क्लिप्सहरू है त गाइज हामी चाहिँ भोट हाल्न आइसकेको छौँ होइन अब यहाँ चाहिँ यसरी भोट हाल्नुपर्ने हुन्छ अनि त्यसपछि यहाँ चाहिँ यो के अरे भोट किनिराख्नु भएको छ है उहाँहरूले उहाँ चाहिँ कुन पार्टीको कार्यकर्ता हुनुहुन्छ उहाँहरूलाई चाहिँ दिदी चाहिँ एकदम केपी भएको नजिकको मान्छे हुनुहुँदो रहेछ है हामीले चाहिँ भोटको लागि घुस पाइसक्यौँ गाइज होइन अब चाहिँ खानुपर्ने हुन्छ सो थ्याङ्क्स फर वाचिङ द भिडियो टिल द एन्ड है खासै त्यस्तो फ्रुटफुल एकदमै धेरै इन्फर्मेटिभ चाहिँ हुन सकेन तर मेरो एउटा बेस्ट ट्राभल स्टोरी चाहिँ आयो होइन अनि अब एबाट स्टार्ट भएको चाहिँ बिफोर बालेन पनि गइसकेँ है अब C4 यदि कसैलाई थाहा छ कुनै प्लेस रिकमेन्ड गर्नुहुन्छ भने चाहिँ आई विल गो अन योर रिकमेन्डेसन है रिकमेन्डेसन गर्नु हुँदैन भने पनि नेक्स्ट सन्डे आइएम गोना गो द प्लेस द्याट स्टार्ट्स विथ C है त सो केही कमेन्ट केही इम्प्रुभमेन्ट छ है मैले सुधार्नुपर्ने केही छ भने प्लिज लेट मी नो
Thanks for watching. Please do not forget to subscribe for such amazing contents and new places to explore inside Austria and all over the Europe. Thank you. Keep watching.